कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भ्रमण भत्ता नलिँदा राज्यकोषमा 20 लाख रुपैयाँ भन्दा धेरै रकम बचत हुन पुगेको छ। मुख्यमन्त्री कार्की राजधानी विराटनगरबाट बाहिर जाँदा भ्रमण भत्ता लिँदैनन्। संघीय राजधानी जाँदा समेत उनले राज्यले दिएको सुविधा नलिने गरेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। मैनावती स्टिल इन्डस्ट्रिज राष्ट्रिय निर्माणमा एक कदम अगाडि। Nepal's #1 adhesive brand Ratikol टास्छ मज्जाले टास्छ। मुख्यमन्त्री कार्यालयका लेखा प्रमुख पेशल पोखरेलका अनुसार कार्कीले जिम्मेवारी सम्हाले यता कुनै किसिमको भ्रमण भत्ता लिएका छैनन्। सेवा सुविधा सम्बन्धी प्रदेशको कानुनले मुख्यमन्त्री तथा मन्त्रीहरू प्रदेश राजधानी बाहिर जाँदा दैनिक 3000 रुपैयाँ भ्रमण भत्ता लिन पाउने व्यवस्था छ। तर उहाँले कुनै प्रकारका अतिरिक्त भत्ता वा सेवा सुविधा लिनु भएको छैन। पोखरेलले भने 2074 सालमा प्रदेश सरकार गठन हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका कार्कीले त्यसबेला करिब 3.5 वर्षको कार्यकालमा पनि भ्रमण भत्ता लिएका थिएनन्। पछिल्लो पटक मुख्यमन्त्रीका रूपमा कार्यभार सम्हालेका उनले त्यही पदमा करिब 2 वर्ष पूरा गर्न लागेका छन्। यो अवधिको पनि भत्ता नलिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष मात्रै करिब 24 पटक सरकारी कामले काठमाडौँ गएका कार्कीले भत्ता लिएको भए करिब 4 लाख रुपैयाँ खर्च हुने थियो। समग्रमा मन्त्री र मुख्यमन्त्रीको कार्य जिम्मेवारी रहँदाको समय हिसाब गर्दा प्रदेश सरकारको 20 लाख भन्दा बढी रकम बचत भएको छ। आधुनिक प्रविधिमा निर्मित हेलोजिन मुक्त र आगो प्रतिरोधक प्रिमियर फायर सिल जेटेचेफा केबल रोजौं। सुरक्षित केबल, सुरक्षित घर। मात्र प्रिमियर नेक्स्ट 500D ले दिन्छ तपाईको निर्माणलाई पूर्ण सुरक्षा, भरोसा, नयाँ युग निर्माणको।